2-3 महिना भइसकेको रहेछ युके जानुभएको। हामीले चाहिँ त्यहाँ 2टा बजुलाई युके फेन्सी जाउलाखेलबाट चाहिँ यो बर्को कोरियन बर्को लगिदिउँ है। त्यहाँ अनि हङकङ बर्कोहरू पनि थियो, त्यो त उहाँहरूसँग अलरेडी हुन्छ नै। सो यो गिफ्ट लगेर अब हामी हिँड्यौँ। ड्याडी हाई हेलो गर्नु न। हेलो आन्टी मम्मी छोरो हामी छौँ। धेरै जस्तो चाहिँ स्कुटरमा हिँड्ने बानी भएकोले गाडीमा चाहिँ मलाई यस्तो माथि जस्तो फिल हुन्छ क्या। अनि म त सुते पनि 2 चोटि। 1 आवर लाग्दो रहेछ यहाँबाट चप्पली पुग्नको लागि चाहिँ। बजुको घर आइपुग्यौँ। यो चाहिँ बजुको घर। हामी चाहिँ फुपूहरूकोमा फुपू बजुकोमा आइसक्यौँ। तर बजु चाहिँ 2-3 महिना भइसकेको रहेछ युके जानुभएको। अनि हामी चाहिँ यहाँ फर्स्ट टाइम म चाहिँ एक ढुङ्ग्रोको 32 भर्ने खाँदी दिनु त्यो ढिकेनु नि त हो। अहिलेको नुनहरू खाली त्यो आएन। हामी बजारहरूको बाहिरको यो चाहिँ फुलबारी फुलहरू अनि घरहरू यसो एकछिन घुमेको म पनि यसो हेरेको है। अनि कस्तो राम्रो रहेछ, धेरै राम्रो लाग्यो मलाई। धेरै स्पेसहरू रहेछ। यो चाहिँ सबै भारीहरू 2 पाथी नुन बोकेको थिएँ। ओर्ने ओछ्याउने सामान खाँदा गरी 2 पाथी नुन बोकेको थिएँ। पेठी बोफुल माइली मुलाबारी ऊ चाहिँ पुस्नीको दाजुले लानु भएको। अनि कान्छी चाहिँ कान्छा बाजु। अनि हाम्रो बुहारीको सासू। अहिले यहाँ बुहारीले कतिमा पढायो मसँग म बुहारी पढे भन्नु हामीलाई चाहिँ चिसो ल्याइदिनु भएको काकीले। हाम्रो के बाजे होइन बाजे चाहिँ लाउरे हुँदाको यता सबैभन्दा यता साडी तान्नु बस्ने चाहिँ पक्कु फुपाई बिचको खुसे फुपाई यता कालो लाउनु नि एउटै एकजना चेली ओ पुसेहरूको चेली होटलमा लगेको। यहाँ बिचको चाहिँ बिचको पुसे भुडी लागेको पुसै। अनि यता अर्को छेउको पनि ऊ च्याम्बारी पुसे पक्कु फुपाईको श्रीमान। कान्छी फुपू चाहिँ उहाँ चाहिँ यहाँ चाहिँ दिदी बहिनी कुन चाहिँ पक्कु फुपू हो नि यहाँ बजु चाहिँ खुसे। यहाँ घरमा हुने चाहिँ कुन फुपू हो? यताको खुसे फुपू। खुसे बजुकोमा चाहिँ हामी आएको यो घर चाहिँ यता फोटो छ। हाम्रो बाजे चाहिँ अहिले बितिसक्नु भएको छ यहाँ। अनि यहाँ चाहिँ हाम्रो बाजे हाम्रो ड्याडीको पुसै। कति भर्खर टुक्रो हिँड्यो अनि बगाली पनि चिन्छु ल खावालु भनेर कराउनुहुन्थ्यो। म त्यस्तो खाऊ आलु भन्नुहुन्थ्यो अरे। बाजु यहाँ चाहिँ हाम्रो काकी अनि काकीको मम्मी बजु हुनुहुन्छ है। अनि हाम्रो बजु चाहिँ युके गइसक्नु भएको रहेछ। यहाँ चाहिँ काकीको मम्मी अनि यहाँ बजुसँग अनि नानी पनि खेल्दैछ। बजुहरूको घर। अब हामी पनि घर लाग्यौँ बजु काकीसँग बिदा मागेर। हामी फर्क्यौँ। अब हामी यहाँबाट फेरि पनि तल बाटोमा गाडी पक्रिन्छौँ अनि जान्छौँ। बाई बाई।